हेलो वेलकम फेरि पनि यहाँलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। हाई 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 वेलकम नमस्कार सम्पूर्ण साथीहरूलाई मेरो एकदम हृदयदेखि नै नमस्कार। अनि यहाँहरूको खबर के छ, कसो छ, सन्चै हुनुहुन्छ भने पूर्ण मैले आश गरेको छु। म पनि एकदम ठिकठाक। अहिले के भन्छ गाउँघरमा बारीको कामले गर्दा कसै पनि साथीहरूको लाइभमा आउनु पाएको छैन। क्षमा प्रार्थी छु है साथीहरू सबैजना। म आउनेछु फेरि है तपाईहरुको हजुर दुवन लाइभ स्ट्रिममा। अनि म चाहिँ अब जस भिडियो चाहिँ लाउन चाहिँ लागिरहेको छु। यहाँलाई साँच्चै मेरो भिडियो के कस्तो लाग्दैछ साथीहरू, खै कमेन्ट प्रतिक्रिया केही दिनुहुन्न त पनि। कमेन्ट प्रतिक्रिया दिनु होला साथीहरू। अब के गर्नु, यस्तै हो गाउँघरमा। यहाँहरूले मलाई फुल सपोर्ट गरेर साथ दिनुहुनेछ भने पूर्ण आशा गरेको छु। म पनि यहाँलाई जति पनि साथीहरूले मलाई सपोर्ट गर्नुहुन्छ, म पनि साथीहरूलाई त्यति नै रिटर्न ब्याक सपोर्ट गर्नेछु है त साथी हो। अब म चाहिँ हिजो मुला उखाले, हिजो मुला काटिसकेँ। बारीमै थियो मुला होइन। अनि काटिओरिकन आज चाहिँ बारीबाट ओसारेर अहिले ओसारेर के भन्छ अब यतापट्टि उतापट्टिको बारीमा थियो 2 बारी जस्तो उखालेको थिएन, काटेको पनि थिएन। उखालेर काटेर यहाँ गोठ्यौमा लिएर होइन, हेर्नुहोस् नि। अनि लिएर काटेर यसलाई यसरी लडाइरहेको छु, हेर्नु होला। अब यो धुँदैछौँ हामीले चाहिँ, यहाँ छोरी र मैले धुइराखेको छु होइन। मुला धुने कार्यक्रम चलिरहेछ। यहाँ हेर्नुलाई मुला धुँदै यसरी हामीले राख्दैछौँ है। यहाँ हेर्नुलाई यस्तै छ गाउँघरको काम कुरो चाहिँ नि साथी हो। यस्तै हो, जति एउटा गर अर्को सक्दै गर्छ, फेरि एउटा गरे। खानुको नि खाँचो हुँदैन, कामको नि खाँचो हुँदैन भन्थे गाउँघरमा। यस्तै छ हौ साथी हो, यस्तै छ है, यस्तै छ। मेरो छोरी जेठीले मलाई अहिले आएर स्कुलबाट आइपुगेर सघाउँदैछ। हेर्नु न, यसरी ड्रममा धुनुपर्छ साथी हो। यसरी हेर्नु उतापट्टि अझै त्यति छ धुनु। छोरीले धुँदैछ है, देखाइदेऊ न छोरी। हामी आमा छोरी धमाधम धोइराखेको छौँ मुला। यस्तै छ। आजको मौसम भन्नु यस्तो दामी छ कि माटो सबै फाल्नुपर्छ यार। अनि अब लगभग डल्ले खोर्सानी जति अब योभन्दा अगाडि जति पनि मेरो साथीहरूले हेर्नुभएको छ नि मेरो भिडियो, यहाँहरूलाई त सबै थाहा छँदैछ होइन। मैले अकबरे डल्ले खोर्सानी लगाएको छु। अकबरे डल्ले खोर्सानी पनि फल्न थालिसकेँ होइन। फुल्दैछन् मजाले, सबै फल्न थालिसकेँ है। अब यो लगभग असार अन्तिम साउनको पहिलो हप्तादेखि डल्ले खोर्सानी अकबरे टिप्ने सुरु हुन्छ साथी हो है। आज चाहिँ यहाँ मुला धुँदै गरेको। अनि कोपी पनि छ त्यस्तै अलिअलि, त्यस्तै 2-3 कुइन्टल आउँछ होला, त्यत्रो आउँदैन, 2-3 कुइन्टल आउँछ। त्यो पनि कोपी पनि काट्नुपर्ने। यस्तै छ गाउँघरको हालखबर है। गाउँघरमा जति काम गरे पनि आज एउटा गर्यो भोलि अर्को हुन्छ है, त्यस्तै छ। ल त हेर्दै गर्नु होला मेरो भिडियो अन्तिमसम्म है साथीहरू। हेलो गाइस, त्यसरी धुनुपर्छ। ड्रममा चाहिँ लाएर मुलालाई यसरी धोएर अब यसको अनुहार त सफा गर्नु पर्यो होला नि त हौ होइन। सफा गर्नु पर्यो, माटै बेच्नु भएन होइन, गाह्रो छ। यसरी पाखाल पुखुल त गर्नु पर्यो नि सबै। अब यो के भन्छ बोरामा लाएर प्याक गर्नु पो गाह्रो हुन्छ। घाँसै काट्नु खोलिदो भन, हासिल गर्दै गयो जमाना। हास्खेल गर्दै गयो जमाना, हास्खेल गर्दै गयो जमाना। भारी लाएर पनि साथी हो रोडमा झारिसकेँ, ओसारिसकेँ। 1 बुटल मात्रै भएछ साथी हो। त्यतिकै यसपालिको मुला 3 चिज 4 चिज एकै ठाउँमा रोप्दा पनि यतिको धन्न भएछ।
यो भारी ल्याउनु सानो अप्ठ्यारो हुन्छ साथी हो। यस्तो हातहरू पिसिन्छ र है, गाह्रो छ। यस्तै छ आजको मेरो विशेष दिन। अनि यहाँलाई मेरो भिडियो कस्तो लाग्यो, लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिदिनु होला साथी हो। म पनि यहाँलाई फुल सपोर्ट गर्नेछु, मलाई पनि सपोर्ट गर्नु होला। हस्त धन्यवाद।